सो हिजो बेलुकाको म्याच तपाईँहरूलाई कस्तो लाग्यो? मलाई चाहिँ एकदम सन्तुष्टि लागेको छ गाइजहरू। म्याचहरू एकदम राम्रो बब्बाल छ। किन भन्दाखेरि अर्जेन्टिनाले कस्तो कमब्याक गरे क्या, वाट अ कमब्याक फ्रम अर्जेन्टिना। अर्जेन्टिनाको त्यो मलाई मनपर्छ क्या। जब कि 2 गोलले पछाडि परेको अरू टिमहरू भने हामी हारिसक्यौँ भनेर चाहिँ के गर्छ भन्दाखेरि उनीहरूले छोड्छन् क्या, बलहरू के गर्छ, पासेसहरू कम्ती गर्न सक्छ। तर अर्जेन्टिनाको यो गेमले गर्दाखेरि चाहिँ वर्ल्डको मान्छेले किन अर्जेन्टिना भन्छन् भन्ने कुरा चाहिँ देखाइसक्यो क्या, प्रुभ भइसक्यो क्या। अर्जेन्टिना हामी दावेदार हौँ, हामीले अब कसैले सक्दैन भन्ने कुराहरू चाहिँ अर्जेन्टिनाको टिमले गरिसकेको छ। टिम वर्क चाहिँदो रहेछ क्या गाइजहरू। त्यही भएर त अर्जेन्टिनाको फाइनल लगातार फाइनल गएछ। जबसम्म मेस्सी छ नि, हाम्रो दाजु मेस्सी, तबसम्म अर्जेन्टिनालाई कसैले पनि हल्लाउन सक्दैन। जबकि इजिप्टले 67 मिनटसम्म चाहिँ आफ्नो हातमा राखिरहेको बलहरू जब एकाएक 14 मिनटमा अर्जेन्टिनाले 3 गोल हालेर आफ्नो टिमलाई चाहिँ राउन्ड अफ 8 मा राखेका छन्, क्वार्टर फाइनलसम्म पुऱ्याएका छन्। यो त जोक होइन नि गाइज। हारिसकेको, गोल पनि लगाइसकेको, हारिसकेको टिम फेरि यसरी कमब्याक हुन्छ भन्ने कुरा कसैले सोच्नु भएको थियो? अर्जेन्टिनाको फ्यान्सहरू त के भइसकेको थिए, अब चाहिँ हामी सक्यौँ भन्ने भइसकेको थियो। तर टिम वर्क भनेको टिम वर्क हो। कसरी चाहिँ ल्याए त 14 मिनटमा। अनि त्यो एउटा फल थियो जब कि मोहम्मद सालाले पाउने, इजिप्टले पाउनु भन्ने। मलाई पनि त्यसमा चाहिँ शङ्का लागिरहेको थियो, किनभने ट्याकल गरेका हुन् डिफेन्डरले। जब ट्याकल गर्दाखेरि चाहिँ अब डी एरियाभित्रै ट्याकल गरिसकेपछि त पेनल्टी पाउँछ फिक्स भनेर। तर फर्स्टमा मलाई पनि लाग्दै थियो यो चाहिँ अब पेनल्टी नै जान्छ भनेर, पेनल्टी दिन्छ र 3 गोल बराबर हुन्छ र ट्राइब्रेकरसम्म पुग्छ भनेर। तर फर्स्टमा बल टच गरेको थियो डिफेन्डरले, जब कि मोहम्मद सालाले लगेको बलहरू चाहिँ जब ट्याकल गर्दाखेरि फर्स्ट गोल चाहिँ डिफेन्डरले पाइसकेको थियो। र सेकेन्ड म्याच के भयो, जब कि क्रस गर्दाखेरि चाहिँ ट्याकल भयो, खुट्टामा लागेको थियो। जब कि रेफ्रीले के गरेको थिएन, नो फल भनेर चाहिँ के गरे, गोललाई अनै गरिदिए। तब कि इजिप्टका प्लेयर्सहरूले के गरे भन्दाखेरि अपिल गरे, हाम्रो यो फल हो, ट्याकल हो, पेनल्टी पाउनुपर्छ न। तर रेफ्रीले के गरे, इन्कार गरिदिए। किनभने मलाई पनि त्यस्तो लाग्छ, मैले पनि अब बलहरू खेल्ने चाहिँ हुन्छु, तर ट्याकल्स गरेर पहिला बल आफूसँग कन्ट्रोल गरिसकेपछि, आफूसँग बल भएपछि जब ट्याकल गर्दाखेरि त्यो मिस्टेकहरू चाहिँ अब खासै हेरिँदैन। त्यो पनि हुनसक्छ। भिएआर चेक गर्दाखेरि पनि अब फर्स्टमा बल चाहिँ अब डिफेन्डरकै खुट्टामा थियो। तर पनि अब ठिकै छ। अब पेनल्टी नै भएको थियो भने न सेफ हुन्थ्यो, न गोल हुन्थ्यो, र ट्राइब्रेकरमा पुग्थ्यो। अर्जेन्टिनाहरूलाई आउट पनि गराउन सक्थ्यो होला। तर डिफेन्डर, वाट क्लासिक डिफेन्डर, वाट डिफेन्डर भनेको यस्तो हुनु पऱ्यो क्या। जब कि उनीहरूलाई थाहा भइसकेको हुन्छ बल छुइसकेर जब टच हुन्छ तब फल हुँदैन भन्ने कुरा पनि उनीहरूलाई थाहा भइसकेको थियो। त्यही हो। त्यही भएर अर्जेन्टिनालाई चाहिँ सबले सपोर्ट गर्नुपर्छ गाइजहरू, सपोर्ट गर्नुपर्छ। मैले योभन्दा अगाडि एउटा भिडियो बनाएको थिएँ, जब कि मैले पनि त्यो कुराहरू रियलाइज गरेँ। जब बनाइसकेको भिडियो मैले अपलोड गरिसकेको थिएँ। ट्याकल गरेपछि मलाई पनि लाग्थ्यो कतै कतै मिस भयो कि, 11 प्लेयर्स भर्सेस 12 प्लेयर्स पो हो कि भन्ने कुरा चाहिँ मलाई पनि महसुस भएको थियो। तर अब पछि मैले फेरि रिभाइज गरेँ, फेरि हेरेँ, डबल त्रिपलपल्ट हामीले त्यो ट्याकल, मैले पनि त्यो ट्याकल गरेको हेरेँ। जबकि डिफेन्डरले नै पहिला बल पाइसकेर लास्टमा ट्याकल गर्दाखेरि चाहिँ त्यस्तो खासै इम्प्याक्ट पर्ने रहेन रहेछ। र मैले गुगलतिर पनि, क्रोमतिर पनि सर्च गरेर हेरेको रुल्सहरू चाहिँ अब बबाल नै हुन्छ फुटबलहरूको पनि। जबकि सबै कुरा हेरेर पनि अब रेफ्रीले पनि डिसाइड गर्छ नि त। सबै कुराको हेरेर चाहिँ अब भिआरमा चेक भइसकेको हुन्छ। माथि चेकिङ भइसकेर चाहिँ के गरेको थियो, उनीहरूले भनिसकेको थियो यो चाहिँ नो फल भनेर दिइसकेपछि मात्रै उसले के गरेको भन्दाखेरि बल अन गरेको थियो। त्यही हो गाइजहरू। ल, जय अर्जेन्टिना एभ्रिवान, अर्जेन्टिना 8।